हेलो गाइस, ब्याक टु माई विजय ब्लगमा तपाईँहरूलाई स्वागत छ। अनि कस्तो हुनुहुन्छ तपाईँहरू? आई होप म पनि राम्रै छु, तपाईँहरू सन्चै हुनुहुन्छ होला। अनि आज चाहिँ म बिहान आज चाहिँ म कहाँ जाँदैछु भनेको चाहिँ आज म ड्युटी जाँदैछु होइन। ड्युटीबाट म चाहिँ कुकुरले गु नखाइकन म चाहिँ अगाडि पुग्नु पर्ने छ होइन। ड्युटी चाहिँ मेरो ड्युटीको टाइम चाहिँ 6 बजीदेखि 6:30 बजीदेखि निक्लिनुपर्छ। म 7 बजी पस्नुपर्छ होइन हो। 7 बजी पसेर अनि आज मैले मोबाइल लिएर आएको छु। किनभने चाहिँ मोबाइल लिनु चाहिँ मलाई जरुरी थियो कि मोबाइल लानुको लागि। किन भन्दाखेरि मेरो पेमेन्टको बारेमा तपाईँहरूलाई भन्दैछु। पेमेन्ट मेरो कम्ती आएको थियो, त्यही कारण म चाहिँ मोबाइल लिएर जाँदैछु होइन। मोबाइल लिएर गएर म चाहिँ देखाउनु पर्ने छ पेमेन्ट यति यति आयो भनेर म, त्यही कारण म चाहिँ जाँदैछु। एन्डमा बस्नु होला, कस्तो लाग्छ ब्लग हेर्नु होला ल त। अनि तपाईँलाई भन्न चाहन्छु म के कम्पनीमा काम गर्छु भनेपछि म चाहिँ ब्रेड कम्पनीमा काम गर्छु। ब्रेड कम्पनीमा यस्तै हेल्पर काम गर्छु होइन। काम गरेर त्यति हेल्पर काम गरेर म चाहिँ पैसाहरू यस्तै उठाउँछु। त्यहाँबाट अब के भन्नु, यस्तै सिजनमा यस्तै अब पैसाको पनि अब ट्याङट्याङ गरिदियो होइन। त्यही कारण आफूलाई राम्रो लागेको थिएन, त्यही कारण मैले गर्नुको लागि हिसाब गर्नुको लागि मैले चाहिँ मोबाइल लिएर आएँ। त्यहाँदेखि अब गरिब मैं गरीब हूँ, मैं गरीब हूँ। मेरे मम्मी पापा मुझे गरीब जन्म दिए। हाँ, मान्छेहरू के गर्नु होइन। यताको नजारा हेर्न सक्नुहुन्छ, यस्तो छ यताको, यस्तो छ यताको नजारा चाहिँ। अनि भन्न चाहन्छु कि गाउँको केटाहरूलाई होइन, गाउँको केटाहरूलाई भन्छ अब बाहिर आएपछि पैसा छ भनेर होइन। अब भाइ बाहिर आएपछि पैसा हुन्छ भने हुन्छ, हुँदैन त्यो ग्यारेन्टी छैन आफूसँग। अब काम गर्दा मात्रै पैसा हुन्छ, काम छैन भने पैसा पनि हुँदैन। काम गरेपछि पनि पैसा आफ्नो ढुङ्गाले भेटिँदैन होइन। त्यस्तो छ कि बाहिरको जग्गामा। आफ्नो जग्गामा भनेपछि अब जसरी भए पनि आफूले मागेर जसरी भए पनि चलाउन सकिन्छ। अरूको जग्गामा त उनीहरूको दादागिरी चल्छ, अब आफूले के भन्नु सकिँदैन होइन। अनि यताको भ्यू हेर्न सक्नुहुन्छ, यस्तो छ यताको चाहिँ। ल गाइस, त्यसो म यहाँसम्म आइपुगेँ होइन, हेर्नु सक्नुहुन्छ यतिसम्म आइपुगेँ। म ड्युटी पिट ल्याइसकेँ। अनि त्यहाँबाट आजको भिडियो राम्रो लाग्यो भने कमेन्ट गर्नु होला, लाइक गर्नु होला। अनि मेरो च्यानललाई गएर सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु होला। अनि फेसबुक पेजमा पनि गएर फलो गर्नु होला। ल त हुन्छ, बाई।